यो हो कतारको बिल्डिङ। कस्तो दामी सिन है। सो गाइस के भन्नु छ, अहिलेको हाम्रो चुनाव सक्यो होइन, हाम्रो चुनाव सक्यो बहिनी। अनि अब चाहिँ हाम्रो बालेन सर जित्नु भएको छ, उहाँलाई धेरै धेरै बधाई छ। अनि आगामी दिनहरूमा राम्रो काम गर्नु जानुहुन्छ भन्ने हामीलाई पनि एकदम अपेक्षा छ है भनेर आश देखाउनु भएको छ भने हाम्रो सबै नेपाली जनताहरूलाई 12 लाखलाई चाहिँ भनेको रोजगारीको सुविधा नेपालमै दिने भन्नुभएको छ हैन। नेपालमा दिने। अनि अर्को फ्री भिसा फ्री टिकटमा के अरे दौवा के बिना दौवा के विदेश पठाउने पनि भन्नुभएको छ हैन। र फेरि पनि हामी अब विदेश लाग्ने भयौँ के लास्टमा अन्तिममा होइन, आउने भन्दा ल गाइस त्यही हो। ल अहिलेको सिचुएसन यस्तै छ। सो नो वरी अबाउट द्याट। हामी नेपाली जहाँ पनि गरी खानै पर्छ होइन। हामी मेहनत गर्ने हो, श्रम पनि गर्ने हो, जहाँ पनि गरेर दिने हो। र अरू साथसाथै हामीले अहिलेको हाम्रो हर्क साम्पाङ सर जित्नु भएकोमा र उहाँ त जित्नु नै भएको भने जस्तै भनौँ न अब होइन, संसदमा पुग्नु नै ठुलो कुरा हो। सो उहाँको लागि हामी धेरै धेरै विशेष गरी उहाँलाई बधाई दिन चाहन्छौँ। हामी विदेशमा बसेको चेलीबेटीहरूले पनि धेरै उहाँलाई सपोर्ट गर्नु चाहन्छौँ र गर्छौँ पनि। ल त्यही हो साथै गाइस, कुखुरा खाने होइन, हाम्रो हर्क साम्पाङ सर जित्नु भएकोमा, संसदमा पुग्नु भएकोमा यो चाहिँ लोकल कुखुराको भालेगा। सो गाइस ट्राफिक जाम पुरा भव्यसँगले भइरहेको छ होइन बहिनी। हामी लोकल कुखुराको किन्नु गएको तर लोकल कुखुरा पाएन। यसरी नै बनाउने हो। मेरो बहिनीलाई मेडी लाउनु साह्रै मन पर्यो। अब मेरो बहिनीले मेडी हेर्ने अरे गाइस। हामी मेडीको लागि भयो भने आएको हो। मेडी भनेको चाहिँ के अरे, सानो सानो सेक्सी के अरे सेक्सी स्कर्ट। अहिले मेरो सेक्सी स्कर्ट लाउने बेला चाहिँ हैन गाइस। बहिनी लुलु देखाइदिए त यस्तो बेला। यो चाहिँ लुलु हाइपर मार्केट। लुलु हाइपर मार्केट। यो चाहिँ हाम्रो बहिनी आजभोलि नङको चाहिँ एकदम के भन्छ एडभर्टाइजिङ गर्दैछन् राम्री भएर। सम्पर्क गर्नु होला हाम्रो ज्यास्मिन राईलाई होइन। जस्मिन राईसँग सम्पर्क गर्नु होला। हेर्नुहोस् त गाई मेरो कस्तो राम्रो हात भइरहेको छ आज। फ्री भिसा फ्री टिकट भएन बहिनी, बिना देवा। ल गाइस हामी सपिङतिर लाग्यौँ। एकैचोटि लुगा किन्ने है, हेर्ने बच्चै छ मेरो बहिनीको अहिलेसम्म। अब हामी माथितिर लागेको, स्कुटर पनि चल्दैन रहेछ। अब हिँड्दै जाने होइन उकालोमा। आज म किन यति राम्रो देखेको छु? छुट्टी हो। फ्रुट्सहरू यस्तो छ है घरमा। रुममा कति छ खै पुग्यो भाँडाकुँडा। कस्तो छ त्यो? कति रुपियाँ अरे प्राइस पनि? हेर्ने गाइस 20 रियल ओन्ली। बहिनी यो पनि राम्रो रहेछ त। यो तर कस्तो पातलो के गाइस, भित्र लाउनै पर्ने। राम्रो रहेछ त यार। राम्रो रहेछ। अलिक पर जा त। यो स्कर्ट है साथी हो। यो स्कर्ट मेरो बहिनीलाई मन परेको होइन। यो स्कर्ट हो, एकदिन लगाएर फर्र घुमिँदै लाएर घुमौँ भनेको गाइस, तर के गर्नु डरको लागि म देखिरहेको छु। यति भयो मिल्दो रहेछ। देखिराख्नु यो जामा कस्तो हुन्छ बहिनी लाउनु? मेरो बहिनीलाई कान्छीलाई राम्रो छ है। देखा त एकचोटि होइन, उसमा प्रेग्नेन्सीमा लाउनु के ठुलो पेट भएको छ नि त। तिमीलाई जुन मोड त्यही ल्याउनु त। चौरी परे चिप्लो हाल्यो हो नि त।
पर्दैन किन आइरन गर्नु त्यो त्यस्तै खालको डिजाइन देखिदिनुहोस् त्यस्तै खालको छ हौ ल हामी एउटा लिउँ न त कालो कालो यस्तो देखाएर हुन्छ हुन्छ सो मैले चाहिँ यो निर्णय गरेँ गाइस स्कर्टले कस्तो राम्रो लाग्यो यार यो पनि मलाई बहिनी हेर त यो ट्राई गर्नु पर्यो म पनि ल कस्तो छ गाइस सुहायो मलाई सुहायो आमा हेर्न यो ड्रेस चाहिँ मलाई सुहायो तर नलिने लिने गऱ्यौँ हामीले होइन बहिनी सबै स्मल हो लिने भए लिइहाल्नु नि त एउटा केही मन परेन बहिनी त्यही बोल्नुपर्छ यो हाम्रो आन्टीलाई पनि मलाई केही मन परेन दिदी आज किन हो कुनै के किन्नु आएको थिइस् मलाई एउटा स्कर्ट लाउनु मन लागेको थियो होइन तर छोटो चाहिँ लाउँदिनँ है म किनभने म अलरेडी होइन आज भात खाएको थिएनस् म एउटा भनेको स्कर्ट किन्नको लागि आएको होइन तर यहाँ सबै घुमिसक्यो एउटा राम्रो पाइनँ घुमिसक्यो अनि केही छैन अरे चिसो खानु मन लाग्यो चिसो खाना जाडो चिसो अलिक बहिनी कति असार अल्गो हो त यो यस्तै हुन्छ क्या जाडो हुन्छ क्या छोटा छोटा आमा बाबा भन्नु नमिल्ने कपाल चाहिँ एकदमै आज चाहिँ सिल्की एन्ड साइन भएको छ बल्ल चल्यो अब यो हो हाम्रो लुलु हाइपर मार्केटको कस्तो दामी बहिनी प्लेटहरू नि के गर्नु आफ्नो घर नेपाल भएको भए त हुन्थ्यो ओहो बहिनी त्यो पहाड लैजाउँ नि कस्तो छ राम्रो है कति छ पैसा पैसा चाहिँ भनेपछि टक्क लाएर कहाँ हेर्नु अनि एडभर्टाइज गर्नु एउटा कपको पनि आएको खाना लानुपर्छ होला कान्छी अहिले गएर आलु चप चटपटे चटपटे यो चाहिँ धेरै सुविधा दिएको छ हामीलाई यो बनाइदिनु पऱ्यो है बालेन सरले बनाइदिनु पऱ्यो हामीलाई यस्तै त्यो एयरपोर्टमा पुग्नु लड्नेवाला होइन अब चाहिँ एकदम दामी बनाउनु पऱ्यो हाम्रो देशलाई एकदम सुधार्नु भनेको होइन र त्यसैले अब हामी चाहिँ लाग्यो कुन चाहिँ गाइजले बोक्नु आउँछ हामीले बोक्ने उखेर ल हामी चाहिँ लाग्यौँ यी बहिनी पाए फेरि भन्दा एकचोटि मोमो खाने होइन बनाएर हामी भोलि यो कस्तो दामी यार बहिनी म्याङ्गो लाने लिँदैछन् अब कति रुपियाँ किलो अरे 450 दामी भरे खानुपर्छ आपको विज्ञापन कि नौको विज्ञापन हो यो चनेको सब्जी लु गाइस
भन्दै सब्जीको दामहरू यो हाम्रो आन्टी फेरि बोल्यो हाम्रो आन्टी फेरि बोल्यो कति खोर्सानी केरा निकाल्नु छैन निकाल्नु छैन कत्रो आज पुरा एक्सप्लोर गर्दैन मेरो बहिनीलाई धनिया सुङ त वाउ त्यो पनि पाइन्छ गाइस वाउ यस्तो कहिले देखेछ गाइस तिमीहरूले ओ माई गुडनेस कति क्युट नि आइसक्रिम हो यो हामीले पनि गाइस भाइरल आइसक्रिम भेटायौँ यो अब यसलाई भरे हामी खाने हो ट्राई गर्ने हो कस्तो हुन्छ गाइस हामीले भन्नेछौँ ल हुन्छ बहिनीलाई लास्टै कोक खानु मन लागेर अनि आइसक्रिम खाने हामी भोलि हामी पेमेन्ट गर्नु पुगेको पेमेन्ट गर्नु भयो त सब्जीमा त हामीले त प्राइजै ट्यागै लगाएन सब गएको त भरे के भयो कमेडी भयो भरे त बिना प्राइस ट्याग लगायो भने हामी त पेमेन्ट गर्नु हिँडेको झन्डै फेरि फर्केर आयौँ हामी होइन र इन लाइनमा स्कुल नङ देखाएको Ready here for the payment. This is my time now. भइसक्यो होइन कति रुपियाँ गएर पनि तेरो आज किन ल्याएको हो गाइस खानु छैन खानुपर्छ नि ल हामी त मासु पनि किन्नु बाँकी नै छ पानी पुरा परेछ गाइस एकदम रमादन लागेको छ मौसमले च्यालेन्ज गरेको छ हामीलाई होइन लास्टै च्यालेन्ज गरेको छ हेर्नु त कति राम्रो देखिरहेको छ हाम्रो सपिङ भयो हामीले धेरै कुराहरू किन्यौँ अस्ति पनि किनेको थियौँ आज पनि किनेको छैन चाहिँ कहिले पनि सकिँदैन सपिङ चाहिँ गाइस न ग्रोसरी सकिन्छ न मेकअप सकिन्छ त्यस्तै हो अब हामीले कुखुराको मासु लिनुपर्ने हुन्छ लोकल कुखुरा चाम खाने हो र होइन खुला होला नेपालीको टाइम कहाँ मिल्छ त कहिले मिल्दैन सो कुखुराको मासु कहाँ छ कुखुराको मासु अलिक पर छैन पार्लरदेखि अलिक अगाडि कोक खानु अहिले सन्चो हुन्छ ल हामी कुखुराको मासुमा आइपुग्यौँ गाई क्वाक क्वाक गर्दै यो कुखुराको मासु झुकिएर यहाँ आइपुग्यो गाइस हेर्नु त देखि गाइस तर खाँदा कस्तो मिठो हुन्छ च्याम होइन भाइ फ्राई गरेर होइन सो हामीले एउटा निकालिदिनुहोस् त तपाईँलाई म ल्याउँदिनँ कि ओके ल म जाँदैछु भन्दैछ बिदा मागेर ल गाइस अब हाम्रो सपिङ पनि भयो होइन बहिनी सपिङ भयो सो अब मैले भिडियो पनि एन्ड गर्नुपर्ने हुन्छ किनभने अहिले एकदमै पानी परिरहेछ नजिकै हाम्रो कोठा छ होइन जस्ट 5 मिनट्स बाटो होइन सो त्यसैले गर्दाखेरि आउने दिनहरू फेरि पनि मैले भिडियो लिएर आउनेछु र हजुरले सपोर्ट गरिदिनु भन्छ धेरै आशा लागेको छ सो मेरो युट्युब च्यानल चाहिँ ज्यास्मिन चामलिङ हो प्लिज हजुरले सब्सक्राइब गरिदिनु होला होइन अरू के भन्नु छ फेरि लिएर आउनेछु होइन So thank you so much for keep watching for my video. Please don't forget subscribe for Jasmine Chamling. Bye. Love you. Good night. Subratri. Bye bye.